हरे कृष्ण किचनमा हजुरलाई स्वागत छ। आज मैले नयाँ रेसिपी लिएर आएको छु हजुरहरूको लागि। यो मिक्स मसाला नमकिन एकदमै घरमा बनाउन सकिन्छ सजिलै। यसको लागि चाहिन्छ मैले चिउरा लिएको छु, बदाम, काजु अनि यो चनाको दाल थोरै 4 घण्टा भिजाएर राखेको छु। यसको रेसिपी मैले पहिला राखिसकेको छु, हजुरले हेर्न सक्नुहुन्छ। अनि मैले बेसन लिएको छु, थोरै नमकिन बनाउँछु भुजिया। यसमा चाहिँ मैले हिङ 1 कप बेसन, हिङ, कसुरी मेथी, नुन स्वाद अनुसार अनि जिरा आधी चम्चा खुर्सानी, गरम मसला आधी चम्चा, कश्मिरी लाल मिर्च खुर्सानी, बेसार, धनियाको धुलो आधी चम्चा, सबै मिक्स गर्ने। थोरै पानी राख्दै यसलाई मिक्स गर्ने। यसमा 1 चम्चा तेल पनि राख्ने, यसले क्रिस्पी बनाउँछ। थोरै पानी गर्दै राख्नुपर्छ। अनि मजाले मिक्स गर्ने, यसको ब्याटर बनाउने। अहिले म साइडमा राखिदिन्छु। अरू म सब कुरा फ्राई गर्छु। तेल तातिसकेको छ। तपाईँ यसरी जाल लिन सक्नुहुन्छ। अनि यसमा थोरै गरी त्यो दाल मर्चे बनाउने, चनाको दालको। यसको रेसिपी तपाईँले हेर्न सक्नुहुन्छ, पहिला राखेको छु मैले। अनि क्रिस्पी हुने गरी मजाले फ्राई गर्ने। यसलाई फ्राई हुन कम्तीमा 4 मिनट लाग्छ, 4 मिनट जति लाग्छ। फिज आउन कम भयो भने दालमा फ्राई भइसकेको छ। यसलाई चाहिँ एउटा टिस्यु पेपरमा निकाल्ने, तर बाँकी भएको तेल यसले एब्जर्ब गर्छ। यसै गरी म बदाम पनि फ्राई गर्छु। बदाम चाहिँ फ्राई गर्ने बेला मैले सानो ग्यास राख्नु होला। हाई फ्लेम भयो भने चाहिँ माथि पाक्छ, भित्र क्रिस्पी हुँदैन। यसलाई चाहिँ 7-8 मिनट जति फ्राई गर्नुपर्छ। भइसक्यो पनि। सबै टिस्यु पेपरमा निकाल्ने। थोरै काजु पनि फ्राई गर्छु। तपाईँले यसमा बदाम, किसमिस, नरिवल आफ्नो हजुरले चाहिने कुरा राख्न सक्नुहुन्छ आफ्नो इच्छा अनुसार। म यसमा काजु राखेको छु। तपाईँको फ्यामिलीमा बच्चालाई के मनपर्छ त्यही राख्न सक्नुहुन्छ। अब यसै गरी म भुजिया पनि बनाउँछु। यस्तो बनाउने भुजिया मेकर चाहिँ तपाईँ सजिलै मार्केटमा उपलब्ध हुन्छ, जहाँ पनि पाउँछ भाडा पसलमा। र तपाईँले अनलाइन पनि मगाउन सक्नुहुन्छ। यसरी यसलाई तेल तातिसकेको छ, यसरी राख्छु। थोरै बनाउने, आफ्नो त्यो मसला के अरे नमकिनमा चाहिँ मिक्स गर्ने जति कतिको भुजिया चाहिन्छ त्यो अनुसार बनाउने। घरमा बनाएको मिठो पनि हुन्छ, राम्रो पनि हुन्छ, हेल्दी पनि हुन्छ। भगवानले अफर पनि गर्न सक्छौँ। घरमा बनायो भने फ्रेस हुन्छ। अनि यो पनि फ्राई भइसक्यो। बाँकी भएको ब्याटरमा म थोरै पानी राख्छु। यसलाई चाहिँ अलि पातलो बनाउने ब्याटरलाई। यसको बुनिया बनाउँछु म। अनि यस्तो डाडो लिने, झाँझर लिने र ठुलो पाल भएको। अनि तपाईँ बिस्तारै ब्याटर राख्दै जाने, तल आफै निस्किँदै जान्छ। यसरी गरेर बनाउने। अब यसलाई धेरै फ्राई गर्नु पर्दैन, 2 मिनट फ्राई गरे पुग्छ। यसलाई क्रिस्पी भइहाल्छ। तपाईँले त्यही जालीमा निकाल्नुहोस्, त्यो सबै तैरिन्छ। बाँकी भएको तेलमा म चाहिँ चिउरा चाहिँ फ्राई गर्छु। तपाईँ त्यो जालीमा पनि फ्राई गर्न सक्नुहुन्छ, तर म तेलमै डाइरेक्ट राखेको। चिउरा पनि फ्राई भयो। मैले यसै गरेर सबै नमकिन फ्राई गरेँ। अहिले टिस्यु पेपरबाट साइड निकाल्ने, छुट्टै राख्नेलाई सबै मिक्स गर्ने। यसमा मैले फुरन दाना पनि मिसाउँछु, फ्राई गरेको चिउरा। यो सबै मिक्स गर्ने। एकदमै क्रिस्पी भएको छ सबै कुरा। यसलाई म साइडमा राख्छु। यसको लागि म मसला रेडी पार्छु। आधी चम्चा जिरा, आधी चम्चा खुर्सानी, आधी चम्चा बेसार, आधी चम्चा कश्मिरी लाल मिर्च,
आधा चम्चा गरम मसला, आधा चम्चा धनियाँ धुलो, नुन स्वाद अनुसार, थोरै चाट मसला यसले ग्राइन्ड गर्ने, सबै मिक्स गर्ने। अनि यो मसला सबै नम्किनमा मिसाउने। एकदम स्पाइसी र राम्रो पनि एकदम मिठो पनि हुन्छ, ठ्याक्कै बजार जस्तै हुन्छ यो मसला। अनि त्यसमा यसमा बिरे नुन पनि हाल्ने, यसलाई सबै मिक्स गर्ने मजाले, सबै मसला चारैतिर मिक्स हुने गरीलाई मोल्ने। हेर्नुहोस् त कस्तो हेर्दै कस्तो मिठो, कस्तो क्रिस्पी भएको छ, सबै कुरा एकदमै राम्रो, थोरै तेलमा बन्छ। यसलाई हामीले स्टोर गर्न सक्छौँ। मेरो भिडियो मन परेमा लाइक, सेयर, सब्सक्राइब गरिदिनु होला। हरे कृष्ण।